नमस्कार, वेलकम छ हाम्रो प्रेम ओली अफिसियल युट्युब च्यानलमा हजुरहरूलाई। आज हामी कुरा गर्न गइरहेको छौँ मलेसियामा सेक्युरिटी गार्डमा चाहिँ ड्युटी कस्तो छ, के छ भनेर है। अनि के छ, हामी त एकदम सन्चै छौँ। आयो हजुरहरू पनि सन्चै होला। र मलेसियामा सेक्युरिटी गार्डको कुरा गर्न पर्दा अहिले चाहिँ मेरो नाइट ड्युटी है। जर गाह्रो हुन्छ ड्युटी गर्न चाहिँ, अब विदेशमा कहाँबाट सजिलो हुन्थ्यो र त्यस्तै हो। अब ड्युटी चाहिँ गर्नुपर्छ, तैपनि यही कि अब सेक्युरिटी गार्ड भन्न बित्तिकै अलिकति गाह्रै हुन्छ हुन चाहिँ मलेसिया जस्तो एरियामा। त्यही हो, हामी चाहिँ अब जे होस् गर्छौँ जसो तसो। अन्त आइसकेपछि गर्नै पऱ्यो हजुर। यस्तै हो, चाहिँ अब ड्युटी गर्ने हो। हेर्न सक्नुहुन्छ गार्डको सिलाएको छ। अनि त्यसपछिदेखि लिएर उता भित्रहरू रुमहरू छ, त्यहाँ बस्ने। अनि हामी चाहिँ ड्युटी गर्ने यस्तोमा चाहिँ हेर्न सक्नुहुन्छ। उता रेल स्टेसन हो, रेलहरू आउँछ त्यहाँनिर चाहिँ। उता यात्रुहरूले चाहिँ अर्को साइडतिर झारेर यहाँनिर आएर यसो पार्किङ गरेर राख्ने एरिया हो यो चाहिँ। यस्तोमा छ हजुर, गाह्रो छ हेर्नु सानो। अहिले चाहिँ राति भएर अलिक क्यामेरा चाहिँ त्यति क्याप्चर गरे छैन, राति परिसकेछ। मलेसियाको अहिले इभिन भइसकेको छ हजुर है। त्यही हो, अब यस्तै हो, हेर्न सक्नुहुन्छ मलेसियाको एरिया। आयो हजुरहरूलाई देखाउँछु हजुरहरूलाई राति कस्तो छ भनेर। अहिले चाहिँ 7:30 बजिसक्यो यताको है। अनि त्यही हो, ड्युटी कस्तो छ मलेसियामा सेक्युरिटी गार्डको लागि भनेर। साथीहरू हेर्न सक्नुहुन्छ, अहिले चाहिँ मलेसियाको 8 बजिसकेको छ। हामी पनि अब एकछिनपछि खाना खाने टाइम हो। अहिले यताको अवस्था रात पर्न लाग्छ। त्यही हो, ड्युटी गर्नै पर्छ। चाहिँ मेरो पहिलोचोटि हो भ्लग गर्न। के अरे पहिलो प्रस्तुति भन्छ के भन्छ त्यस्तो चाहिँ खासै आउँदैन। पहिलो ट्राई त्यही नै भनौँ, ट्राई नै हो। फर्स्ट कस्तो हुन्छ के हुन्छ मा पनि हेरिरहेको छु नि त भ्लगहरू। सकिन्छ कि नै चाहिँ अब ल्याउन सकिन्छ कि सकिँदैन है। त्यही पनि जस्ट ट्राई गर्नेछु। नछु अब त्यस्तो खासै टपिकहरू त छैन। अब ड्युटी गर्ने जाने आउने हो है। त्यही हो, अब मलेसियाको सेक्युरिटीको विषयमा चाहिँ ल्याउने नै छु सकेसम्म। मलेसियामा सेक्युरिटी गार्डको लागि विषयमा कुरा गर्नु पर्दाखेरिमा चाहिँ नि, तपाईँहरूको अब है ड्युटी चाहिँ 12 घन्टा हुन्छ नन स्टप। 30 दिनै हुन्छ, छुट्टी हुँदैन खै। अब यो साइट हेरेर हुन्छ होला, हाम्रोमा त त्यस्तै हो, कहिले नि छुट्टी नै दिँदैन। अब त्यही हो, ड्युटी रुम त्यही हो। अब यति चाहिँ अब अरू साइडतिर अब हजुरहरूको ठाउँ हेरेर हुन्छ भन्छन् कि, हाम्रोतिर चाहिँ छैन, छुट्टी छैन। त्यही हो, ड्युटी गर्ने हो, जाने हो, रुममा जाने हो। त साथीहरू स्यालेरीको कुरा गर्नु पर्दा चाहिँ अहिले त्यही हो, पहिले चाहिँ 2000 रिङ्गेट कि नेपाली 60,000 करिब थियो भने अहिले चाहिँ 200 बढेर आउँदा त्यही हो 66,000 नेपाली 2200 रिङ्गेटको आइरहेछ। 66,000मा तपाईँ हेर्न सक्नुहुन्छ 12 घन्टा 30 दिन ड्युटी गर्नुपर्छ है। त्यही ड्युटी हेरेर हुन्छ, कुनै ठाउँमा गाह्रो हुन्छ, कुनै ठाउँमा सजिलो हुन्छ।
र ड्युटी चाहिँ गर्नुपर्छ। हेर्न सक्नुहुन्छ है, त्यही ड्युटी चाहिँ गर्नुपर्छ। ठाउँ हुन्छ, कुनै ठाउँमा गाह्रो हुन्छ, त्यस्तो अपार्टमेन्टहरूतिर। अनि त्यसपछि होटेल मार्केट एरियातिर चाहिँ अलिकति गाह्रो हुन्छ, त्यही पनि डेन्जर पनि डेन्जरै हुन्छ। तर यही हो कम्पनी एरियातिर, यस्तो रेल स्टेसन यस्तोमा चाहिँ अलिक सहज हुन्छ, त्यति गाह्रो चाहिँ हुँदैन। तर ड्युटी त टाइमिङ त उही नै हो, एउटै हो, ड्युटी चाहिँ हल्का हुन्छ। अनि कम्पनी एरिया चाहिँ राम्रै हुन्छ, के अरे कम्पनीतिर चाहिँ ठिकै हुन्छ। अब हेर्न सक्नुहुन्छ, ठ्याक्कै एक्ज्याक्ट यही ठाउँमा पर्छ भनेर भन्न सकिँदैन। कुनै हेरेर अब रेस्टुरेन्ट, होटेल, बार, डान्सहरू यस्तोमा पऱ्यो भने चाहिँ धेरै झगडा लफडाहरू गर्ने हुन्छ कि लोकलहरूले। अब त्यहाँनिर चाहिँ अलिक गाह्रै हुन्छ, पुलिसहरू बोलाउने यताउता झ्याउनै हुन्छ। र अपार्टमेन्ट एरियातिर पनि त्यही हो, झगडा लफडा चाहिँ धेरै नै हुन्छ है, हेर्न सक्नुहुन्छ है। त्यही ड्युटी चाहिँ गर्नुपर्छ। ठाउँ हुन्छ, कुनै ठाउँमा गाह्रो हुन्छ, त्यस्तो अपार्टमेन्टहरूतिर। अनि त्यसपछि होटेल मार्केट एरियातिर चाहिँ अलिकति गाह्रो हुन्छ, त्यही पनि डेन्जर पनि डेन्जरै हुन्छ। तर यही हो कम्पनी एरियातिर, यस्तो रेल स्टेसन यस्तोमा चाहिँ अलिक सहज हुन्छ, त्यति गाह्रो चाहिँ हुँदैन। तर ड्युटी त अब टाइमिङ त उही नै हो, एउटै हो, ड्युटी चाहिँ हल्का हुन्छ। अनि कम्पनी एरिया चाहिँ राम्रै हुन्छ, के अरे कम्पनीतिर चाहिँ ठिकै हुन्छ। अब हेर्न सक्नुहुन्छ हजुर, अब ठ्याक्कै एक्ज्याक्ट यही ठाउँमा पर्छ भनेर भन्न सकिँदैन। अब कुनै हेरेर अब रेस्टुरेन्ट, होटेल, बार, डान्सहरू यस्तोमा पऱ्यो भने चाहिँ धेरै झगडा लफडाहरू गर्ने हुन्छ कि लोकलहरूले। अब त्यहाँनिर चाहिँ अलिक गाह्रै हुन्छ, पुलिसहरू बोलाउने यताउता झ्याउनै हुन्छ। र अपार्टमेन्ट एरियातिर पनि त्यही हो, झगडा लफडा चाहिँ धेरै नै हुन्छ है। हजुरहरू हेर्नु होला, हेरेर आउँदा हुन्छ। अब सुन्दैछु खै भर्खर अब चाहिँ नेपालतिर पनि डिमान्डहरू गइरहेको छ सेक्युरिटी गार्डको लागि, बान्ने जस्तो कुराहरू न्युजमा आइरहेको छ के अरे। अब हेर्नु होला, सहजै हुन्छ पानी परे चाहिँ त। तर पहिला चाहिँ अलिक भाषाहरू नजान्दाखेरि, अनि त्यसपछि अब त्यो कामहरूको लागि रुल्सहरू थाहा हुँदैन, त्यतिखेर चाहिँ अलिकति गाह्रो हुन्छ। पछि बिस्तारै सिक्यो अनि भाषाहरू सिक्दाखेरि चाहिँ सबै सहजै हुन्छ। अनि ड्युटी जाने सहजै हुन्थ्यो, त्यसै गाह्रो काम चाहिँ गाह्रो हुँदैन। अब यो ड्युटी टाइम चाहिँ दिन सक्नु पऱ्यो, 12 घन्टा चाहिँ नर्मल भइहाल्यो। अनि त्यसपछि कुनै ठाउँमा त अब ओटीहरू गर्नुपर्छ, ओटीहरू गर्दा 12 घन्टा ड्युटी भयो, 12 घन्टा ड्युटी प्लस 12 घन्टा नै ओटी हुन्छ। अनि त्यसपछि 24 घन्टा भयो, फेरि 12 घन्टा आफ्नो ड्युटी गरेर रुममा जाँदा 36 घन्टा पुग्छ। त्यही हो, रोटो यस्तै हो ड्युटीको, गरिन्छ सिम्पल। साथीहरू आजको भिडियो चाहिँ यति नै, यो नेक्स्ट भिडियो चाहियो भने यसो हेरेर सपोर्ट गरिदिनु होला। यो ड्युटी गर्ने भनेको हेर्दै गर्नु होला, हेर्छु। अब नेक्स्ट टाइम ल्याउने छु भिडियो। आजलाई चाहिँ यति नै है साथीहरू, ल धेरै भिडियोहरू चाहिँ आउँदैन। त्यही हो, टाइमहरू भयो भने हजुरहरूसँग भिडियो ल्याउने नै छु। हेर्दै गर्नु होला, माया गर्दैन होला। र नयाँ च्यानल भएको कारणले हजुरहरूलाई सब्सक्राइब चाहिँ गर्न नबिर्सनु होला।